शरम गर्ने अरे पुल शरम गरेर बनाउने अरे हैन। अरे यार टेक्नोलोजीको जमाना आइसक्यो यार, विज्ञान टेक्नोलोजी प्रविधि अनुसार चलिरहेको छ। अब हामी चाहिँ के त्यो ढुङ्गा माटो बोकेर चाहिँ एउटा पुल बनाउने हो त होइन। हर्क साम्पाङको होला शरम गर्नुपर्छ होइन, आफै गर्नुपर्छ भन्ने एउटा त्यो सन्देश जुन छ त्यो सन्देशलाई चाहिँ समर्थन छ। तर एउटा पुल बनाउनलाई अब सबै शरमबाटै गरौँ भन्नु त एउटा पागलपन हो नि त। हर्क साम्पाङले आफ्नो राजनीतिक जीवनमा चाहिँ अलिकति सुधार ल्याउनै पर्छ। एउटा नेताले बोल्दाखेरि चाहिँ सही सूचना जनतामा जाने गरी, सही सन्देश जनतामा जाने गरी बोल्नुपर्छ। हचुवाको भरमा बोल्नुहुन्न यार। खै के हो म त यस्तो लाग्छ नि हर्क साम्पाङले देख्दा त यो मान्छे देश बनाउन आएको होइन, देश भाँड्न आएको जस्तो लाग्छ क्या। अनि कहिलेकाहीँ चाहिँ जसलाई पाया त्यसलाई गाली गरेको छ है, अराजकता फैलाएको छ। एउटा नेता लिमिट हुन्छ नि होइन, कुनै पनि चिजको लिमिट हुन्छ नि होइन। अनि त्यो लिमिटभन्दा माथि क्रस गरेर शरम गर्नुपर्छ, यो कुरालाई समर्थन छ। तर शरमै गरेर चाहिँ बाटो पुल ठुल्ठुला बिल्डिङहरूलाई शरमै गरेर बनाउनुपर्छ, पहिरो जाँदाखेरि चाहिँ यसरी बेल्ची हानेर चाहिँ पहिरो फाल्नुपर्छ भन्ने होइन। त्यहाँ चाहिँ प्रविधि प्रयोग गर्ने हो। त्यो कारणले हर्क साम्पाङले बेलैमा आफूलाई अलिकति राजनीतिक दृष्टिकोणले, राजनीतिक विचारले चाहिँ आफूलाई अलिक परिपक्वता देखाउने बेला आएको छ। यदि नदेखाएको खण्डमा हर्क साम्पाङलाई कसैले केही गर्नै पर्दैन, आफै पतन भएर जान्छन्।